बढी पर्छ त्यसलाई जमिनको मुनि गाडिदिन्छ ओ त्यस्तो डेन्जर घाँस काट्न आएको केलाई दिने गाईलाई गाईलाई कसको गाई गाईको नाम के हो कोरोनाको दबाई मिठो एउटा पिन्ने अनि ठिक हुन्छ त कोरोना लाग्यो चुवाट्टै 1 मिनेटमै चुवाट्टै अनि यो औषधि बेच्नु पर्यो नि त अनि अब हाम्रो गाउँको टोलीलाई कोरोना लागेको छ त्यसको लागि सुविधा हामी बाड्दैन त्यसको लागि हामी यही राख्छु अनि यो यसको रोग के औषधिको अनि मूल्य चाहिँ कति हो त 2 करोड 50 अरब 2 करोड सायद पर्छ 2 करोड महँगो पर्दैन झलुङ्गे स्कुल स्पेशल पुलमा जान लागिरहेको छौँ यसैले हामी केही विषयमा केही कुरा चर्चा गर्दछौँ ल आउँदै गर्नु आउनु 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 बुझ्यो बसिरहनु भएको धेरै होइन 8-9 वर्ष भएको पुल हो त्यही 8-9 भन्दा 15 कुरा विषयमा हामी केही कुरा गर्न सक्छौँ ल यो पुलको बारेमा के भनिदिनु नि त लास्टै लामो रहेछ यो पुल यो पुल अहिलेसम्म जानुभएको छैन भने अहिलेसम्म होइन जानुभएको छैन भने यो पुलको अब जानुपर्ने छैन यो पुल कमसेकम 25 वर्ष जति भइसकेको छ यहाँ कसैले नै भन्न पाइँदैन पुलको बारेमा भन भने त यो पुललाई के भन्छ ल झलुङ्गे हो सबै पुल हो पुल त एकदम खतरा रहेछ यो धेरै न 25-30 वर्ष भइसकेको पुल पुरानो होइन पुरानो पहिलेदेखि हिँड्ने बाटो भएको या तपाईँलाई राम्रो लागे लाइक शेयर कमेन्ट गरिदिनु हुनु अनुरोध गर्दछु यस यो पुलमा आउनु हुन बाला सबै डाँडाबाट आउनु हेरिदिनु होला यो युट्युबको लागि हामीले युट्युबमा हालेको छ सबैलाई हार्दिक स्वागत गर्दछु या यो पुलको 60 फुट 50 फुटको होला लामो त्यस्तै 25 मिटर बढी होला या हैन अब यो सब बाल्ला गाउँ यता हलियो गाउँ छुटेको छ होला खोलाको नाम के हो यो होला दरन्जी खोला भनिन्छ यसलाई ए उताको गडे खोला हाम्रो यो गाउँमा कतिवटा खोला छ त 2-3वटा मिसिएर बनेको हो यो खोला 3वटा खोला छ होइन हाम्रो गाउँमा हो एउटा यो ओइ माइक बिस्तारै हेरेर हिँड दरन्जी खोला भनिन्छ यसलाई उताकोलाई खटे खोला भनिन्छ अनि माथि छारा खोला यो एकदमै यताको अन्दिरी खोला यो डेन्जर खोला हो योमा जे पनि पाइन्छ ओ रेली अर्को पुल नजिकै छ पुल नजिक अस्ति 50 साल 2050 साल बनाएको छ ए जे पनि हिँड्न मिल्छ यहाँ पुलको गहिरा लामो 30 फुट जति उँधो देखाइदिनु होला हस् हामी अब यो विषयमा अन्दिरी खोला जाँदैछौँ ओके छ युट्युबको बारेमा सबैहरू चेष्टा नगर्नु हामी अर्को भोलि माछा मारेको देखाइदिन्छु ओके बाल्ला एन्ड झलुङ्गे यस मिस भएर बनेको पुल हो यो बिचा ओ खोला सँगै हो पाइन्छ सब पाइन्छ जे माछे कतै माछा लामा छ ए असारमा यो खोला बेसी ठुलो हुन्छ है ल ठिक छ चार पनि जान्छ यहाँ माथिबाट पानी आउँछ झर्ना यहाँ माछा पुग्न साइडतिर हुन्छ हामी मार्न जान्छ सर्बानी भएर स्नेक या स्नेक म्यान हाम्रो साथी दुईटा त्यहाँ छ खोलाको खोला सबै अरे भनेको असारमा ठुलो हुन्छ भदौसम्म ए तपाईँ यहाँ पुल हेर्न आउनु होला
तपाईँहरूको नाम नम्बर लेख्नु यस कमेन्ट लाइक यस सेयर गरिदिनु होला ओके ओके अहिले हामी हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई ओके हेर्न तपाईँको सियोल यो- सब ओ यो असारमा सब खोला यो सब बाढीले गर्दाको ए खोला त खतरा रहेछ सब खोलाले सब झलुके गाउँ र झलुके गाउँ झलुङ्गे गाउँ है यो यता बाख्रा गाउँ यो यति भिडियोको लागि तपाईँ लाइक सेयर कमेन्ट गर्दा हार्दिक स्वागत गर्छु नमस्ते ओके यो मेरो टनेला यो सब मेरो एरिया हो यहाँ मेरो अन्डरग्राउन्डमा चल्छ जो बढी पर्छ त्यसलाई जमिनको मुनि गाडिदिन्छ ओ त्यस्तो डेन्जर भन्छ चल हामी ठुलो मान्छे हो यहाँ कोही बढी बोल्न सक्दैन हामी देखेर यो फेरि काफल गरौँ ओ त्यो माथि झन् धेरै छ धेरै छ है धेरै छ सब भैँसीको टनेलाहरूमा हामीले भत्काइदिएको थियो नि ओ अब किन भत्काइदियो त यो हाम्रो रिस उठेर हो किसकिस गरिसी हाम्रो त्यति एउटा सामान भत्काइदिन्छ अँ त्यसले हामीलाई के भन्न पाउँदैन त्यस्तो डेन्जर सधैँ टाउकोमा चाहिँ जमिन उठाइराखिन्छ ज्ञानमाथि यो नि टनेलै हो खतरा रहेछ त यहाँ अब हामी झलुङ्गे भन्ने ठाउँमा आइसक्यो बाला कटेर कम्तीमा अन्तरी जान 2 घन्टा लाग्छ दरौन्दी होला हो ल अनि एकछिन ल यहाँ रोकेर हामी चाहिँ कहाँ जाँदैछौँ यो कुरा चाहिँ भनिदिउँ न हामी खासखेरि अन्तरी जाँदैछ सायल बाबु भनिदिनु त बताइदिनुहोस् हामी खास यस पुलको चर्चा गर्दै आएकोमा म पनि हार्दिक स्वागतम गर्दछु तपाईँलाई अँ यसरी हामी यहाँबाट घुम्दै फिर्दै जान्छौँ अधेरी खोला पनि एकचोटि देखाइदिनुहोस् होला उ त पहिले गएको ठाउँलाई अँ त्यहाँ हामी त्यहाँ जानलाई बढीमा 30 मिनट लाग्दछ यसैले हामी केही समयपछि भेट्न चाहन्छौँ ओके हार्दिक ल नमस्ते आउनुहोस् देखाउँदै आउनुहोस् काफलहरू छ आजको सब काम गरिरहन्छ हाम्रो अर्डरले अँ घर देखाइदिनु अँ आफ्नो घर बेड बनाइदिन्छ ओ सब मेरो एरियाले मैले गरेको भएर भनेको हो ओके सर यो नि मैले बनाएको हो अँ देखाइदिनु होला आउनुहोस् सब डाँडा मेरो यो मेरो चेला हो भाइ गाडीको प्योर हो एमपी दादा अँ माइक नपाउनेमा गाह्रो सोध रोकिरहेछ एकछिन गर्नु माइला त गइरहेको हातमा जम्मै गएर खास ल मलाई गाडी गाएन माथि गर्छ होला माथि गएर कहिले पुग्छ साला हिँड्दा जाँदैन ए काखल त्यो अन्तिरी खोला आउँछ जाने नि आउनुहोस् माथि जाने कि मैले चिने बाटो यो मकै यो अब अस्ति भर पलेको यति लामो हुन्छ यो भोगा हुन्छ अनि पोलेर सुनेर खानु मिल्छ यसलाई कसरी पोलिन्छ भन्नुहोस् होला एउटा आगो तन्काउने त्यहाँ हाल्ने पटुट पड्काउँछ रातो रातो कालो कालो हुन्छ अँ त्यो टिपेर सेलाउनु दिने एकछिन अनि तातो तातो खाने मन चाहिँ मिठो हुन्छ यो लसुनको बिउ हजुर लसुनको बिउ यो छ्याबी सरी मैले गल्ती भन्नु छ यो टर्ने नानी हामीले भत्काइदियो अँ सब हामीले हो यो टिम्बुर होइन सिम्पल छ टिम्बुरै हो हाम्रो भाषाबाट टिमुर भन्दछ भाषा र टिम्बुर भन्छ आउनुहोस् एकछिन बनाउनु यो कहिले बनाएको अँ आफूले पर्दैन सामेल किन 2 लाखको हो धेरै 2 लाखको हजुर 2,75,000 बोका हो भनी सबैले प्रस्तुत गरिरहेको छ हजुर हो कि होइन यो त टिकटकको लागि मात्रै हो हैन अँ टिकटकमा जेनी गर्छ त्यसको लागि हामीले केही भन्ने जरुरी छैन काफलको बोट बोका हो कि खसी हो त त्यसो म त बोकै हो काफल हेर्न चाहन्छु हेर्नुहोस्
आफाले रातो हुन्छ काँचो छ यो उम्, अमिलो अमिलो हुन्छ यसलाई भन्छ पाकेको यस अनि गुन्न हुन्छ ओ गुड सब खालको बोट यो सब तपाईँको एरियामा पर्छ कि अरूकै पर्छ मेरो यो सब मैले रोपेको सबै हो यो एरिया सबै तपाईँ यो गाउँको के हुनुहुन्छ अरे हामी यहाँ गाउँको त्यसै ठुलो मान्छे आउनुहोस् आउनुहोस् यता यता माथि हो माथि हो त्यति केराको झ्याङ छ यो माथि यो मेरो भाइ यो मेरो दाइको छोरा पर्छ त्यसको नाम आमोस शिल्पा माइक अलि नजिक म बोक्छु खै अलि भने जरुरी छ आलुको बोट अब हेर्नुहोस् आलुको बोट आलुको बोट असारमा फुल्छ पाक्छ मिठो हुन्छ यो खानलाई तपाईँ नि खाना ल्याउने झल्केला पाल्ला गाउँमा आउनुहोस् धेरै सुबी सबै मकै गाउँ धान केरा सब मेरो अड्डा बनाउँदैछ यहाँ एरिया यस्तो खतरा बनाइरहेको बनाउँदैछ अझै के हुन्छ हेर्दै जानु सब माथि केराको बोट मैले रोपेको थिएँ सबै यो घर मैले जलाइदिएर यस्तो बनाइदिएँ ओ आगो जलिरहेको किन जलाएको त यस्तो यो बुढी म घाँस काटेको थियो मलाई ल्याङ गरे लाइट परान्थ्यो जलाइदियो गाडीले यस्तो डेन्जर है अब ट्याङ्कीको पानी उठ्यो पानीको ट्याङ्की मेरो बेटी कुदिरहेको छ घरको लागि मैले भन्दै ल ठिक छ आगोको बोलेको चलचित्र प्रामाणिक छ ओ जलेकै हो यता हेर्नु गाडा काँडा सब मेरो एरिया हो गाडा भन्ने बोल्दैन जिन्दाबाद जिन्दाबाद गर्दाखेरि खल्टमा हुन्छ खल्टमा मकै सब मकै राख अहिले असारमा धान लाउँछ कोदो लाउँछ अनि पराल गाई बस्तुलाई दिन अलिअलि खाना नि मिल्छ मकै अनि त्यही समय माथि जान्छु मन्दिर जान्छु ल ठिक छ त्यसको लागि माथि नै भेट्ने होला है हामी भेटौँला हामी है ल अर्को समय नमस्ते ओके हेर्नुहोस् आउनुहोस् यो हेलो फरक पर्छ यो टिभी पाइँदैन गुरुहरूले तान्नु पर्ने हो अरूले हल्लाउनै सक्दैन राम्रो आउनुहोस् तपाईँहरू चेक गर्न सक्छ यो करोड कसरी पर्छ त यो सुनको हो त सुनको नभए नि काठको बनाउनु मिहिनेत हुन्छ अनि कसरी करोड पर्यो त यो त्यस्तै महँगो पर्छ 1.5 करोडै पर्छ ए त्यस्तो है त्यस्तो खतरामा गुरुको यहाँ राम्रो भनी गुरुको छाला हुन्छ यहाँ होइन छाला यहाँ पान्छ यहाँ शिर हुन्छ अनि उसको काँधमा यहाँ राख्छ पानी नि त्यहाँ गुरुले जोडेको दाम छ ऊ सब जोडेको अनि लठी भेनी एउटा 250 छ पानी भनी आन्टी त्यस्तो त्यो पछाडिको चाहिँ के हो त सर्व हो मारेर राखेको क्या यो त प्लास्टिक जस्तो पो देख्छ त ए आफो किन यस्तो खुल्लामा राखेर 10 करोडको माल चोरेर लाँदैन कसैले ए ल ठिक छ हामी यो बिर्से रिपोर्ट सब मैले ल्याएको 1 करोड सब करोड फरक सबै सब मैले ल्याएको अनि सब प्लास्टिक सबै कुरा केही कमी छैन ओके अब एकछिन हामी अन्दिर जाने बाटोमा कुरा गर्छौँ तपाईँहरू नाची बाटोमा क्यान्डिडे काटिनु मैले मारेको ल ल है नमस्ते ल तपाईँलाई नमस्कार ओइ हामी अब यहाँदेखि केही पर जान लागिरहेको छौँ होइन अन्धेरी भयो अनि यो ठाउँ हामीले रोजगार पाओस् भनेर यो टोलको बासिन्दालाई
पाकिस्तानले हामीले दिएको यसैले भनेको हेर्नु पहिला म जन्मिनुभन्दा अगाडिको थियो भर्खर म जन्मिँदा थियो मैले 2 वर्ष पालेर यत्रो भएको होइन 2 वर्ष पाल्दाखेरि त्यही अर्को भयो यसलाई म धेरै होइन 50 करोड 2 लाखमा दिन चाहन्छु ठिक छ ठिक यो धेरै हैन यो देखाइदिनु होला यो रुख ओ आदि काटेको मैले काटेको चढेर अहिलेसम्म डोरीको दाम छ हेर्नु डोरी छ अहिलेसम्म यो 2075 सालको हो भाइ 55 सालको रुख्यो सरी नलाई हैन अब हामीले अँधेरी जाने बाटोमा छ मिर्गा कराइरहेको छ हेर्नुहोस् मिर्गा भेट्यो नि हामी नि मिर्गा सिकाइदिन्छु त्यो गुरु गाई अघि नै भनेको थियो गुरुले हलो जोत्छ खेत जोत्छ भनेको त्यही हो घाँस खान्छ हामी अघि जाँदैछु आउनुहोस् के चिज देखाउँछु के चिज ओडार उको शङ्कर देखाउँछु त्यो शङ्करलाई धेरै होइन अरब सरब पर्छ बाटो अलिक गलत छ होसियार हुन पर्छ बाँस अलि उता जाउँ भाइ यो मेरो अड्डामा चल्छ जो हिरो बन्छ सब काटिदिन्छु मैले यो सब मैले आगो जलाइदिएको हो मेरो इलाकामा नचल्ने मान्छे काटिदिन्छु म मृत्यु भएको सानोहरूको मान्छे म देखाउन चाहन्छु त्यहाँ मेरो पनि केही साथीहरू मेरो केही दिदीहरू नि मृत्यु भएको छ होइन आउनुहोस् देखाइदिन्छु हामी वर्षमा 1 वर्षमा गुरु 2 करोड अरबको किनेर खान्छु यहाँ चराहरू जुरेली चरा देख्यो जुरेली चरा हुन्छ त्यसलाई सब छाराहरू सब भेट्छ अहिले होइन साजन सर हामी चाहिँ उता गएर के देख्छौँ त हामी म भनिदिन्छु केही विषय उसले भनिदिन्छु हामी वहाँ गएर बाघ देख्न सकिँदैनौँ होइन किनकि बाघले हामीलाई खान्छ भनेर त्यहाँ गएर हामी झर्ना देख्छौँ सिमसिम पानी परेको कसले बेमारले परेको यसरी हामी देख्छौँ होइन हामी वहाँ गएर केही घटनाहरू पनि भन्नेछौँ 2072 सालको भूकम्पले त्यो पहिरो गएको पनि देखाउने छौँ हामी 2टा छारा मध्येको 3टै एउटा 3 धारा भनिन्छ त्यसलाई होइन आज झन् माथि गयो अल्को झन् माथि गयो अलि अल्को देखिन्छ होइन यसैले हामी केही समय केही 2 किलोमिटर पछि भेट्नेछौँ हामी ओके हस् है एकछिनपछि भेटौँ हामी बरु नि मान्छे यहाँ अरे नि सबमा छैन सिधै खोला पुग्छ हेर्नुहोस् फुटबल गाउने मैले सुविधा दिएको हो सबै मैले सुविधा मृत्यु भएको छ माथितिर हेर्न चाहन्छु है नजाने उता त हामी बाटोमै लागौँ होला अहिले पछि आउँदा देखाउँला है हस् ल हामी पछि भेट्ने ल अब सर जाने अब त्यहाँ पुगेपछि हामी भिडियो गर्छौँ फेरि पनि नमस्कार भन्न चाहन्छु सबैलाई टाटा बाई 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 गाह्रो छ है बिस्तारै क्यामेरा चिप्लो चौडा हुँदैन बिस्तारै हिँड्न पर्छ यो सब जङ्गलको बाटो तरुल खान्छ यो तरुल यो कम्तीमा बेलुकासम्म हुनपर्छ हामीलाई दिन पर्छ अब भैँचाले गरेर 2050 सालको जीवनले गएको हो पहिलो स्थान पर्न सक्छ यो पहिलो स्थानमा यहाँ पहिलो बिसिरी आयो बाघले 2टा मारिदिएको छ ढगल बाटे घर भेटाइन त्यसैले हामी अलि बिस्तारी जाउँ होला
घाँस काट्न आएको केलाई दिने गाईलाई गाईलाई कसको गाई गाईको नाम के हो तपाईँ कता खान गएको घाँस तपाईँ कति वर्ष भयो होला होइन अनि तपाईँको नाम के पर्यो चुरुट खानुहुन्छ त यो खानु हुँदा नि यो खाएर मार्नु पर्छ वन जङ्गल जड्न सक्छ ल हामी लाग्यो अब राम्रोसँग लड्दा नि लड्छ बाटो अप्ठ्यारो छ ल बुझ्यो है हामी माथि साह्रो पुग्यो लागेको छ अँधेरी पुगिसक्यो हामी अँधेरी खोला यहाँ छ तर ठुलो छैन पहिला त्यो भूमुमल गरेर सब टुट्यो यहाँसम्म ताल थियो पानीमा त्यो ताल 50 मिटर तल थियो फुट यो सब ताल थियो कति यो भूमुमलले पहिरोले गरेर सुविधा पानी नि सब सुक्यो पर लाइन भनी यही पानीबाट आउँथ्यो हामी के बिसारी र सब पर्छ आँखा हेरेर हिँड्नुपर्छ तरुली यति अवसर हुन्छ भन्न लाग्छ बैसी सब पाइन्छ यहाँ यत्रो माछा पाइन्छ हामीले मारेको भिडियो सहित देखाइदिन्छु हामी पायो भने हामी हिँडिसकेको बाटो हो सब माथिबाट थुप्रै पुगिन्छ सुरी देखाइदिनु हुन्छ क्यामेराम्यान पहिरो पनि छाडो हल्का जुम ल आउनु क्यामेराम्यान सब माथिहरू पुगिसक्यो बरटा त भनिन्छ यसलाई यो पोलेला खाइन्छ होइन मिठो होङ्गे यो मिठो होङ्गे यो यस्तोमा झुन्डेर बस्छ अनि हामी मर्न झर्नसम्म त हुन सक्छ अनि भनेपछि बाँदरले धरी खान्छ को बाहिर भिडियो सहित देखाउने कहाँ भए बरटाले हामी भिडियो सहित देखाइदिन्छौँ यसलाई भन्छ काउसो भन्दा यसलाई छिराउँछ ज्यानमा छुनु साथै त्यो हामीलाई अलि खप्छ हामीलाई के नाम छुनी बानी भएर हेर्नुहोस् तपाईँहरूलाई छुनी साथै कौसो पर्छ यो हेर्नुहोस् यो खतरनाक चिज हो खतरनाक चिज योबाट जोगाएर बस्नुपर्छ एकछिनपछि देखाउनेछौँ हामी अनि एकछिनपछि बिदा हुन चाहन्छु है छाडामा देख्छ जस्तो नमर्थे यो रुखलाई भन्छ स्पाइडर म्यान यसको भन्छ यसको झोल खाँदा बिसिरी पेटो हुन्छ यहाँबाट अलिक अप्ठ्यारोमा ठाउँमा मात्रै फुल्छ यो मिठो हुन्छ यसको पातले भन्छ हेर्नुहोस् यो सब माछा मार्ने ठाउँ यो सब स्पाइडरम्यान हो भनिन्छ यसलाई आउनुहोस् बिमारी आउनुहोस् आउनुहोस् पानीमा अँधेरी खोला भन्ने ठाउँमा आइपुगेको छ हामी खोला अलि बिस्तारी खोला सानो छ यो खोला सब चाल्यो यो 25 करोड सामानको अग्लाइ थियो ताल यहाँ कोही आउन सक्दैन बाटो सहित छैन हामी यो खोला डुबेर आएको छ कुमले सुविधा दियो न सबैलाई मार्यो हिँड्यो सबैको घटना क्लियर गरियो त्यसैले भूकम्पलाई मुर्दाबाद भन्न चाहन्छु हामी मुर्दाबाद भूकम्पलाई मुर्दाबाद भूकम्पलाई मुर्दाबाद त्यसैले यहाँ पानी आएको छ यो सुविधा पानी टुक्रा लाने बाटो होला यो ठाउँको नाम चाहिँ के हो त यो अँधेरी भनिन्छ अँधेरी हो यो ठाउँको नाम हजुर अँधेरी यहाँ माछा ठुल्ठुलो बस्छ सानो भए पनि होइन असारमा यहाँ बडा ठुलो आउँछ पानी तपाईँहरूको भिडियो सहित देखाइदिन्छु असारमा हुन्छ केही महिना होइन 2 महिनापछि देखाउँछु यो भिडियोको लागि तपाईँहरू सब्सक्राइब कमेन्ट लाइक गरिदिनु हुन्न हार्दिक स्वागत गर्दछु यो हामीले टुटेर गरेको खोला आउनुहोस् अनि छाडा केही देखाइदिनु केही कुराहरू हामी भन्न चाहन्छु
अर्को स्क्यान सबभन्दा कठोर दबाई हुन्छ यो कोरोनाको दबाई चिनी दबाई यतापट्टि हाल्नुहोस् यतापट्टि छोडिदेऊ यो कोरोनाको दबाई मिठो तर तिनले खाली पाछै अनि हुन्छ तर ठिक हुन्छ त कोरोना लाग्यो चट्टै 1 मिनेटमै चट्टै अनि यो औषधि बेच्नु पर्यो नि त अनि अब हाम्रो गाउँको टोलीलाई कोरोना लागेको छ त्यसको लागि सुविधा हामी बाँड्दैन त्यसको लागि हामी यही राख्छु अनि यो यसको रोग के औषधिको अनि मूल्य चाहिँ कति हो त 2 करोड 50 अरब 2 करोड सायद पर्छ 2 करोड महँगो पर्दैन अरब नि पर्छ होला सायद हामीले बेचौँ नि है हाम्रै पालेको रुख हो अनि यो बेच्ने नबेच्ने त यो किनायो नि हामी 50 अरबमा बेच्छु ल ठिक छ ल यही हो है 50 अरबको बोट ल यो भने जस्तो दबाई कुन देशमा नि पाइदैन नेपालमै मात्र हो नेपालमा मात्रै हो नेपालमा नै फेरि गोर्खा जिल्ला सिलिकोट 4 औदेरी भन्ने ठाउँमा ठाउँमा मात्र पाइन्छ अरू पाइँदैन यो ताल सब आउनु यो माथितिर सबै छ सबै हामी छानामा पुगेपछि त देखाइ नै छौँ एकछिनलाई बन्द गरिदिनु होला हस्त नमस्ते बिदाइ हुन चाहन्छु यो मानि यो फुल जुन कोरोनाको सबै छोड्न आउँछ गरेर कराउँछ हामी त्यहाँ भएको मान्छे चट्टै यहाँ आइपुग्छ त्यस्तै गरी यो फुललाई कराउन केही 2-3 वर्ष लागेको थियो यो फुललाई मात्रै लाग्यो 100 करोड अरब सरब पर्यो हामी अहिले यो फुलको चोट परेको छ के गरौँ यो फुलमाली जोगाएर हिँडिन्छ खोला बिसिरी ठुलो छ अनि हिँड्न पर्छ जोगाएर तपाईँ क्यामेरा हेर्नु सक्नुहुन्छ अर्को छानामा जाने हामी योभन्दा राम्रो छानामा जाने है अनि यो भित्र त डेन्जर पो छ त यो भित्र एकदमै खुङखार जनावर बस्थे पहिला अहिले चाहिँ हामीले गर्दा छाडेर गइसकेको छ होइन त्यो भाइ हामीलाई बाटो देखाउन आइरहेको हो बाटो देखाउने कोरोनाको औषधि भन्न ठाने हुन्छ है यसलाई पकाउने उमाल्ने तातो पानीमा यो हेर्नुहोस् अनि यो कसरी खाने त यो यसलाई उमाल्ने अनि पखाल्ने पिन्ने झोल खाइने भयो पकाएर आलुसँग खाने नि मिठो हुन्छ कोरोना लाग्ने मान्छेहरू प्रशस्तै छ ऊ प्रशस्तै त्यसो भए नेपालभरिको मान्छे यहाँ आउनु पर्यो होइन औषधि लिन हाम्रो 11 खुट्टा छ के काम जान्छु हाम्रो बाटो देखाउने साइड अगाडि गएको देखाउने जाने वन भाडा हुन्छ यो घाउ काटेकोमा पिनेर लाउन सुक्छ त्यो नि कोरोनाको औषधि गाईहरू भन्छ गाइस कि गाईहरू त्यो भन अलिक घाँटीमा अर्को गाई एन्ड गोरु हेर्नु सुविधा कोरोनाको हाम्रो वनमा जति पनि असफल छैन सफलवाला छ अनि त्यो शङ्करले गाई त्यस्तो सक्छ हेर्नु हाम्रो त्यहाँ सानो दुलो छ घर पाएको बच्चा मैले छिटो त्यहाँ कराएको पखेटा हामीले खाएको यो हो चिल यसलाई 1 लाख पर्छ कम्तीमा यो पखेटालाई हामी यो ठुलै ठाउँमा गएको छ आउनुहोस् यो ठाउँ ठुलै हो यो ठाउँ पिसिरी कडा हो कडा
नागिने नान सारा हेर्नुहोस् उता उता त्यहाँनिर क्यामेराम्यान उता हुन चाहन्छु हामी चाहिँ योभन्दा अर्को छाडा देखाउन चाहन्छु हस्त यो छाराले भन्छ यो छाराको नाम भन्छ अरे इन्टरनेटवाला छारा अरे कस्तो छारा मलाई पनि थाहा भएन होइन उहाँ भाइले भन्छ ल उनीहरूले चाहिँ भन्दैन है त्यसैले भन्दछु यहाँ तल पनि एउटा छारा छ होइन अघि तपाईँहरूलाई देखाएको थियो तिन खोला दोबार भनेको छारा यही हो देख्न सकिन्छ होइन अहिले एकछिन बिदा हुन चाहन्छु केही छिनपछि भेट्न हामी ढाकेरहरूले छेउ भन्थ्यो तर म आएको थिइनँ त्यसैले अब हामी छारा हेर्न गइरहेको छौँ त्यहाँ आउनु होला बिस्तारै आउनु होला यहाँ बहुत यसरी गाह्रो छ ठाउँ त्यसैले यहाँ केटाहरूले राखेको रहेछ लहराहरू होइन एकछिन केही छिरो गएर ल यहाँ क्यामेराम्यानलाई अलि अप्ठ्यारो भएको छ ल ल जाउँ जाँदै गर्दै भिडियो अन गरे यहाँ बाटो अप्ठ्यारो छ हल्का बिस्तारै आइदिनु होला हेर्नु होला हामी केही उहाँदेखि आएको थियो तपाईँहरूलाई फेरि पनि म भन्दछु नमस्कार त्यसैले यहाँ हामी अप्ठ्यारो बाटो भएको त बाइकहरूलाई देखाउन नसकेको कारणले त्यसैले भन्दछु यहाँ तपाईँलाई हामी क्षमा प्रार्थी छ हामी त्यसैले यहाँ हामी तपाईँहरूलाई राम्रो दृश्य देखाउनको लागि आएको छौँ यति देखाइदिनु होला यहाँ टाढाबाट करिब हामी त्यहाँबाट सुरु गरेको ठाउँदेखि लिएर यहाँसम्म 1 घन्टा जति लागिसक्यो हामीलाई त्यसैले हामी अब जानेछौँ ल हामी जाउँ है यहाँबाट जाउँ हामी होइन ठिक छ रिस्की हुन्छ त्यसैले म त्यहाँ माथि खान्छु यहाँ म गइरहेको छुइनँ तपाईँले म देखाएँ तपाईँ त्यही चलाउँछु
अहिले राम्रो गीत गाउने यार ओए ओए लौ त यो Pesari, pesari. एउटा अचम्मै रहेछ त यार एउटा अचम्मै लड्छ माइक दे त खोलामा आउनु भएको छ हैन यो हामीले बनाते हैन है यो आफै बनाएको हो हेर्नुस् कस्तो डेन्जर छ झर्नाको नाम भन्छौ न झरनाको नाम के हो झरनाको नाम भन्छ यसलाई क्याउरी झरना हैन योलाई भन्छ क्याउरी झरना यसलाई भन्छ सुप्राङ झरना हामी यति डुबे आउन पर्छ ल गाइज यो चाहिँ एकदम अघिदेखि 1 घन्टा लाएर आएको होइन बढी नै यस्तो अप्ठ्यारो बाटो यो चाहिँ हाम्रो गाउँको पारिपट्टि भएको झरना हो यस्तो राम्रो दृश्य हेर्नुहोस् यति दामी छ कि अब क्यामेरामा त राम्रो नआउला तर हेर्नुहोस् यो माथि सिन कति दामी छ यो चुप गरेर राख्यो एकदम सानो जानु भित्र जानुहुन्न सिन क्यामेरा मध्य ल भयो होला अहिले एकछिन